बाटो छोड्नु हो, बाटो छोड्नु। सुन्न, यो रानी झर्ना जाने कताबाट हो? यतै हो। कति टाइम लाग्छ आमा? ए रानी मल होइन, रानी झर्ना नजिकै छ, नजिकै छ। रमाइलो हुने भयो हो। गर्नु पऱ्यो नि यार केटा हो। बजारले भन्यो ढकालिदिने दाइ त्यसलाई। कस्तो दामी देखेको यार। वाउ, कहाँनिर के पो केटा हो? निलो बाइक छैन, रातो पेन हानिरहेर त्यो रानी झर्न जान्छ हो रे। के भयो? Ladies and gentlemen, welcome back to my channel. We are the stars, the Rocky Boys. आशा सबैजना आरामै हुनुहुन्छ। I'm good and fit and fine guys है। तपाईहरु पनि आरामै हुनुहुन्छ होला। अनि तपाईहरुलाई चाहिँ स्पेशल ठाउँ, सबैभन्दा स्पेशल ठाउँ हाम्रो रानी झर्ना लग्दै छौं। रानी झर्ना चाहिँ बबाले ठाउँ छ। तपाईहरुलाई नुहाउनदेखि लिएर घुम्नदेखि लिएर एभ्रिथिङ क्या। अनि आज मसँग हुनुहुन्छ, अब कोही पनि देख्नु भएको छैन हैन। अहिले एकछिनमा देख्नुहुन्छ हामी 4 जना भएर 2टा बाइकमा जाँदैछौँ गाइस। तपाईहरुलाई वे पनि बताउनेछौँ अनि इन्जोय गरेको सबै कुराहरु तपाईहरुलाई देखाउनेछौँ। सो ढिलो नगरी को भयो को के छौ मगर दाइ? ओकेर्तो 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 भने अनि ल हाम्रो दाइलाई मिस गर्नु भयो कि भएन? के छौ? धेरै पछि भेट भएको छ। आज रमाइलो हान्नु पर्छ। रानी झर्नामा गएर के गर्ने दाइ? जाल हान्दिने। यहाँ मान्छे माछा मार्ने मात्र कुरा गर्छ हैन। हामी चाहिँ यसो ठिटी पट्टाउन हैन के छ र जाने हैन। जाम ल, जम जम जम। के छ ब्रदर्स? आज रमाइलो हान्नुपर्छ है। ल अब ओके र त निस्किनु पर्यो। त जनाको अन्डरवेयर घरमै छोडेर छ अनि त्यही लाउन आएका छौँ है। नहुने भन्ने बित्तिकै अन्डरवेयर त रेडी गर्नु पऱ्यो नि त होइन। ल ल गइहालौँ केटा हो, लेट हुन्छ। टक्क लाएर सबैको सल्लाहले गएको डल्लाले अब हामी जाँदैछौँ है। बुटोलबाट चाहिँ हामी निस्किसकेका छौँ भनौँ। अब सिधै तपाईँहरूलाई कता कता देखाउँछु। तपाईँहरू इन्जोय गर्नु होला है कृपया गरेर। धेरै पछि भ्लगहरू गराइदैछु बुटोलमा आएर। फिलिङ गुड, असम। दामी हान्नुपर्छ, दामी रमाइलो हुने भयो हो। गर्नु पऱ्यो नि यार केटा हो। धेरै पछि आइएछ। सो हाम्रो अगाडिको बाइक तपाईँले देख्न सक्नुहुन्छ। त्यो चाहिँ 10 कि त 11 वर्ष पुरानो बाइक लिएर हामी हिँडिरहेका छौँ है। अब अरूले नयाँ नयाँ बाइक लिएर हिँड्दा हुन्छ, हामी चाहिँ अब 10-15 वर्ष पुरानो बाइक लिएर हिँड्न सक्छौँ। त्यो टायर हेर्नु न, टायर यस्तो हल्लिरहेको क्या टायर। यस्तो डेन्जर बाइक लिएर हिँड्छ क्या हामी फेरि कडा। त्यो बस पार्कको पाल्पा बस पार्क हो त्यो, त्यहाँ गएर बस्नु है त। त्योभन्दा अगाडि चाहिँ हाम्रो यहाँनिर पेट्रोल पम्प छ गाइज है। अस्ति जाँदाखेरि मैले 1000 को हाल्दाखेरि चाहिँ कति पैसाको कम हालिरहेको थियो क्या। त्यस्तै गरेर कतिजनाको पनि त्यस्तै कम हाल्दा उनीहरूले लुट्ने हो होइन। हामीले 2000 भने 2000 कै हाल्नु पऱ्यो, 1000 भने 1000 नै हाल्नु पऱ्यो नि। 9900 समथिङ पोइन्ट हाल्नु भएन नि त होइन। होला त्यो अब रकम थोरै हो, त्यही पनि त त्यो त गर्न भएन नि त। आफ्नो काम त खुबी गर्न पऱ्यो नि त। हामी जति पैसा दिन्छौँ त्यति नै दिन पऱ्यो नि त तिनीहरूले पनि होइन। सो त्यहाँनिर चाहिँ त्यस्तो गरेको थियो, त्यही भएर आज चेक गर्नेछौँ। फेरि आज गर्छै गर्दैन होइन। आज गऱ्यो भने भक्कु गाली गर्ने हो, बबाले भिडियो गराउने हो होइन। के हुन्छ लेट्स गो गाइज। अब आउँदैछ है। बन्द रहेछ यार होइन। पुग्छ क्या, मैले कन्टेन्टको लागि मात्र हो कि। सेट म्यान यिनीहरूलाई पो रमाइलो छ न। यसरी कहिले लग्ने हो हामीले पनि यस्तो मैचाङहरूलाई होइन। हाम्रो त खोपडीमै छैन क्या के।
यो देख्न सक्नुहुन्छ ओए गाडी हो ठुक्कमा रोकेको त हो नि हामीले होइन र बिस्तारै स्पिडमा थियो के को कार हो झन् रोकेर के हो यो भन्छु भनेकोमा त्यो नजिकै थियो र हामीसँगै थियो त्यो पछाडि नजिकै थियो र हाम्रो ल के भयो केटाहरूको हावा गयो भाइ झर्ना देख्न सक्नुहुन्छ झर्ना एकदमै बवाल झर्ना देख्न सक्नुहुन्छ हाम्रो टक्क लाएर हाम्रो सिद्ध बाबाको है यो झर्ना चाहिँ हामीले बच्चैदेखि नै देखि आएको हो होइन के छ र यहाँ लिनुलाई अब जिस्काउँदैछौँ हामी है गाउँघरको आउनु होला बाटो छोड्नु हो बाटो छोड्नु हल्ला रे साइनोले हेत्तेरिका ल त्यहाँबाट माथि गथ्यौँ के माथि गएर अनि त्यहाँ एकजना कसको बिहे थियो अनि हामी बिहेमा गयो टक्क लाएर होइन अब चिन्दैन त हामीले तर यहाँको साथीहरूले चिन्थ्यो गएर बस्यौँ होइन अनि खानेकुरा के दियो थाहा त चिउरा होइन चिउरा अनि अलिअलि यति तरकारी कि दाइ यति तरकारी अनि मासुको नाममा दुईवटा सानो एउटा कलेज हो अनि सानो मासु यति दुई टुक्रा मासु कस्तो मजा लाग्यो मलाई अब गाउँघरमा खत्रै होला भोज भनेको होइन थोरै के सबैलाई अब हुन त पुग्दैन नि त त्यत्रो मान्छेहरू हुन्छ अब उनीहरूसँग कहाँ हुन्छ त कुराहरू सबै कुराहरू हुँदैन
अहिले फर्किँदा आउनु लाग्यो यहाँ हाम्रो बाजे घर हो होइन बजै हुनुहुन्छ अहिले फर्किँदा चाहिँ गफ गर्नुपर्छ तर त्यही हो कि गाइज माथि गर्थ्यो होइन कति थोरै क्या यति दिनुभएको थियो तर मनमा चाहिँ त्यस्तो केही थिएन होइन मनमा चाहिँ हुन्छ नि अब कति लोभी टाइपको भन्ने खालको थिएन क्या मलाई किनभने त्यो जस्तो ठाउँमा होइन विगत ठाउँमा त खानेकुराहरू कमै हुन्छ नि त होइन अनि त्यही भएर थोरै भए पनि सबैलाई बाँड्ने क्या अब पछि आउने मान्छेहरूलाई नपुग्ला नि त केटाले चाहिँ केटी भगाएको रहेछ अनि केटी भगाएपछि अनि भित्र आउँछ नि घरमा त्यो भित्र आउन ल्याइरहेको थियो क्या यस्तो त्यो फिल्म हेरेर जस्तो फिल भइरहेको थियो यार गाउँघरमा यार फर्स्ट टाइम रियल लाइफमा देखेको हेर्नु न कति ठुलो छ अहिले पानी यस्तै छ क्या त्यहाँ पानी पनि हुन त फर्स्ट टाइम गइरहेको होइन बाटोमा सोध्दै जाने हो पाडाको अनि त्यो पोलेर हामीले खाँथ्यौँ नि मैले त्यहाँ पकाएर यता अनि यहाँ लुगा धुइरहेको थियो नि एक्लै बिचरा त्यो छैन नि त यार अनि भयो टन्ने मैले तपाईँलाई फोटो पनि देखाएको थिएँ एकचोटि मारेर फालेको साथी भनेर त्यही हो नि बिचरा यार अँ चिन्नुहुन्थ्यो होला होइन अनि मैले भिडियो अस्ति एकचोटि कहाँ बेला भिडियो देखेँ कि अभि यो साथीसँग त हामी भिडियो पनि गर्न गएको भनेर मैले दिमाग आयो कि होइन त्यो बिचरा त्यो पानी परेर तपाईँले त्यही साथी यार बिचरा यार अनि सँगै थियो नि हामी त्यो भिडियो हेरेपछि यार यो साथी हामीसँग यसरी गएको थियो भएको के कस्तो त्यो साथीहरूको लैलेमा हिँडेर हो क्या त्यो अब एक किसिमले त्यस्तो खान पनि हुन्न क्या धेरै यार छ्या ल खाए पनि त होइन कन्ट्रोलकै राति बोलायो भन्नेमा जाने होइन नि त खै यार के हो अब कसैको दुश्मनी थियो कि पर्सनल होइन थाहा भएन केही थाहा भएन क्या यार डेथ भएको कति हामी 10 दिन अघि 15 दिनपछि बल्ल त थाहा भएको सो गाइज यो एकदमै नराम्रो भनौँ न हाम्रो लागि एउटा नाइटमेयर जस्तो हो है हाम्रो साथी हामीसँगै थियो यार अनि अब के क्रममा अब के कारणले गर्दाखेरि उसलाई अब हत्या गरेर फालेको हो होइन डोन्ट नो रेस्ट इन पिस अलवेज है एकदमै माया छ साथी अब त्यस्तै हो दुनियाँ खराब छ हेर कसलाई ट्रस्ट गर्ने कसलाई ट्रस्ट नगर्ने त्यो तिमीले आफैले बुझ्नुपर्छ पहिल्यै है फ्यामिली फर्स्ट फ्यामिलीलाई अगाडि राख्नु साथीहरूलाई सेकेन्डमा राख्नु होला है त्यही भन्न चाहन्छु यार 2 जना मित्र है एकदमै 3 जना मित्र भनौँ न अहिलेसम्म मैले एकदमै माया लाग्ने साथीहरू है उहाँहरूको अकालमै मृत्यु भएको हो क्या अनि सोच्दा पनि कस्तो नराम्रो लाग्छ यार एक दिन मर्नु छ होइन त्यो सोच्दाखेरि पनि लाइफलाई जिउन मन लाग्छ क्या मलाई चाहिँ होइन अब जति कमाए पनि जति जे गरे पनि तिमी आइफोन 16 लिएर हिँड होइन तिमी डुक बाइक लिएर हिँड क्रसफायर बाइक लिएर हिँड तिमी कार लिएर हिँड प्लेनै किन बरु होइन मतलब हुँदैन क्या अन्तिममा जानुपर्छ क्या सबै कुरा छोडेर सो साथीहरू चाहिँ छोडेर गएको छ तर हामी पनि एक दिन जानै पर्छ होइन त्यो कुराले चाहिँ हामी सान्त्वना लिनुपर्छ है त सो ब्याक टु द वे अब चाहिँ हामी नन स्टप जानुपर्छ आई डोन्ट नो है कता हो रानी झर्ना तर यही बाटो हो जानुपर्ने अरू बाटो छैन के छ र सुन्न यो रानी झर्ना जाने कताबाट हो यतै हो कति टाइम लाग्छ आधा घन्टा लाग्छ र कोयो भनेको यहीँ 5 मिनट पुग्छ भनेर थियो त 5 मिनटमा 10 मिनट लाग्छ ए ओके हजुर कहाँको त ए ओके थ्याङ्क यू बाई बाई कति सानो खुच्चीहरू नानीहरू होइन तपाईँले सुड्डीहरू भनेको हुन त सुड्डोले सुड्डीहरू नै हेर्ने हो होइन है बुझ्नुभयो हुन त सुड्डोहरूले सुड्डी नै हेर्ने हो भने क्या के गरौँ त आमा ए रानी महल होइन रानी झर्ना नजिकै छ ए कति नजिक हो ए ल धेरै धन्यवाद आमा है त हस् आमा हस्
अब यसो त्यो नानीहरूले त राम्रोसँग भन्नै जानेन क्या होइन यही हो अब त्यहाँ पुगिन्छ भने कति आमाले बजारले भन्यो ढकालिदिने दाइ यसलाई तिनीहरू ढकालेको हो कि यति खेलेको हो ओके भित्र फेरि सबै छ त्यहाँ प्यासेन्जर पनि अनि कस्तो होला कमसेकम सबै झरेर स्टार्ट गरेर चढेर गयो हुन्थ्यो नि प्यासेन्जरहरू त्यही छ ड्राइभर पनि मजाले बसेछ 3 जनाले ढकाले त्यही पनि रमाइलो पानी हेर्नु न कस्तो निलो बाइक छैन रातो पेन हानिरहेर ए अब ऊ त्यहाँ निलो आउँदै स्टिकर हो र पेन्टै हो जस्तो है पेन्ट हो के ऊ त्यो अगाडि हेर्नु न त्यहाँ सेतो छ नि त्यहाँ निलो हो कि स्टिकर हो क्या सेतो ल्याङ हानलाई ट्राफिकले निलो भन्छ भयो रातो लाइसेन्स पनि कतिवटा हो क्या त्यो बिलबुकको तिरेकोहरू होला के ल जान्छौँ अब नजिक आइसक्यो 5 मिनट हो केटालाई जोसाउनु पर्छ कि 5 मिनटमा आइसक्यो 5 मिनट होला निलो रातो हान्थ्यो केटाहरूले त हँसाउँछ बिलबुकमा निलो बाइक लेखेको छ होइन हेरेको त रातोवाला गाडी ए यहाँबाट तल जानुपर्छ भन्नुभएको थिएन हो त्यो आमाले भन्नुभएको थियो त यहाँबाट कहाँ जाने र मासतिर त यार यो रानी झर्न जान्छ हो रे तर जे होस् गाउँघरको मान्छेहरू चाहिँ मलाई राम्रो लाग्छ ठिकै लाग्छ होइन तर होइन के भयो केटा हामी कहाँ बे त्यो जिपसँग मिट भयो हामी त त्यस्तै लाग्यो मलाई यो माथि कहाँ जाला रानी झर्ना यार यता तलतिर अरे नि त झर्ना त हजुर त्यो पर यो ठुलो खोलामा पुल्छ नि पक्की त्यसलाई काटेर अझै पर जानुहोस् त्यो पर दोकान छ नि दोकानमा बाहिर राखेर पैदल जाने पारी पुल टरेर फेरि ए उता खोला पारी रहेछ झर्ना त्यही त यत्रो एक गिटमा तानेर उडी लड्दैन नि उहाँ अगाडि त उडिसक्यो त बाइक ल ठिक छ ओह्रालो हो अब ओह्रालो हद डेन्जर हुन्छ फेरि हुन्न सकिन्छ यो बाइकमा चाहिँ ओह्रालोमा चाहिँ च्याप्पिन्छ है त्यही भएर बिहे गरेको मान्छेले चलाउनु पर्छ अरे त्यो बाइक बिहे नगरेकोले चलाउनु हुन्न है लटाउन यिनीहरूले पछि झन् जानुहुन्न के दाइ तिनीहरू लडे चाहिँ हामीलाई ल्याउनु हुन्न अगाडि